साथीहरु नमस्ते। एउटा कुरा है, धेरैजनाले तपाईहरुले मेरो भिडियो हेर्नु हुँदो रहेछ है। सो भिडियो हेरिसकेपछि एउटा सब्स्क्राइब र लाइक पनि गरिदिनु होला है। यहाँहरुमा मैले रिक्वेस्ट गरे र आजको टपिक के छ भने तपाईहरुले थम्बनेल हेरेर पनि टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला है। सो त्यही नै छ। म तपाईहरुलाई थोरै क्लिप देखाउँछु है त। हेर्नुस् त कति राम्रो छ। सो तपाईहरु पनि यस्तै भिडियोहरु बनाउन सक्नुहुन्छ। यो भिडियो चाहिँ कसरी बनाउने आज म तपाईहरुलाई A to Z डिटेल तरिकाले सिकाउँदै छु है। सो तपाईहरु यो बनाउनको लागि चाहिँ Google Veo 3 चाहिन्छ है, जुन चाहिँ तपाईले आफ्नो जेमिनीबाट पनि लिन सक्नुहुन्छ है। जेमिनीबाट पनि प्लानमा लिन सक्नुहुन्छ अथवा तपाईले यहाँ क्रममा आउनु सिधै है। र क्रममा आइसकेपछि यहाँ Google Veo 3 भनेर हान्नु होला है। सो Veo 3 यहाँ आइसकेको छ है। यहाँबाट पनि तपाईले बनाउन सक्नुहुन्छ। सो म चाहिँ जेमिनीबाट जान्छु है, किनभने मैले अलरेडी प्लान लिइसकेको छु जेमिनीबाट। 15 मन्थको लागि चाहिँ फ्रीमा पाउनुहुन्छ तपाईले पनि है। सो स्टुडेन्ट प्लान लिन पर्ने हुन्छ। त्यसको लागि स्टुडेन्ट प्लान लिनको लागि चाहिँ तपाईहरुलाई चाहिँ अब नेपाली उसमा चाहिँ हुँदैन है। सो तपाईहरुले यसको लागि चाहिँ अब आफ्नो छुट्टै एकाउन्ट चाहिन्छ। सो मेरो चाहिँ प्रो छ है। अनि यहाँ कसरी बनाउने भनेर तपाईहरुलाई म सिकाउँदै छु। यहाँ भिडियोमा देख्नु भएको छ, भिडियोमा जाने है। सुरुमा ChatGPT मा जान्छु। पहिला हामीलाई ChatGPT चाहिन्छ एक नम्बरमा स्क्रिप्ट लेख्नको लागि है। के भिडियो बनाउने भनेर त्यसको लागि चाहिँ हामीले ChatGPT चाहियो नि त। सो ChatGPT हामीले प्रयोग गर्छौं त्यसको लागि। अब एक्जाम्पल म एउटा दिन्छु है, केही प्रम्प्टहरु। I want to make a blog farming with grandmother नेपाली भिलेज। यो चाहिँ प्रम्प्ट हो एउटा है। सो यसले स्क्रिप्ट अब प्रम्प्ट बनाइदिन्छ यसले स्क्रिप्ट लेखेर है। यहाँ ब्लग आइडिया मलाई दिइसकेको छ है, यसरी भनेर। सो मैले के गर्नु पर्दैन, यो कपी गर्ने हो अनि त्यो पेस्ट गर्दिने है। since 1 since 2 since 3 since 4 यसरी यति हो मैले गर्दिनु पर्ने भनेको है। सो अब मैले यो चाहिँ गर्दिन्छु है। यो चाहिँ कस्तो हुन्छ है, अब हेर्नु होला तपाईहरु है त। तपाईहरुको आँखा अगाडि मैले गरेर देखाउँदैछु। कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट पनि गर्नु होला। यो चाहिँ तपाईहरुलाई सिक्नको लागि मैले एउटा भिडियो बनाइदिन्छु है। ल भिडियो बन्छ कि बन्दैन हेरौँ है त। ल है त, ल बन्दैछ है फाइनली। ल भिडियो बन्दैछ। अलिकति टाइम लाग्छ, 1-2 त्यही भनिरहेको छ। हेर्नु त 1-2 मिनेट भित्र चाहिँ भिडियो बन्छ भनेको छ है। टाइम चाहिँ लाग्छ। सो अब एकछिन चाहिँ म तपाईहरुलाई यहाँ सिकाउँछु है, मजाले हेर्नु होला। सो Google Veo 3 स्टुडेन्ट प्लान भनेर यहाँ लेख्नु होला है। सो स्टुडेन्ट प्लान तपाईले यहाँ देख्न सक्नुहुन्छ। तपाईले त्यसको लागि चाहिँ तपाईहरुको नेपालीमा चाहिँ हुँदैन। तपाईहरुको जीमेल चाहिँ US को हुनुपर्छ है। सो त्यसमा चाहिँ सपोर्ट गर्छ। अनि तपाईहरुले VPN पनि युज गर्नुपर्ने हुन्छ। त्यही नै हो। अनि त्यहाँ पछाडी तपाईले आफ्नो कार्ड चाहिन्छ है। तपाईले फ्री ट्रायलको लागि कार्ड हाल्नुपर्छ, पैसा चाहिँ लाग्दैन। अब बन्दैछ है, अलिकति टाइम लाग्छ यसले। त्यही नै हो। सो मैले कम्प्लिटली यहाँ गरिसकेको छु एउटा मात्र, अर्को देखाउन नमिल्ने भएर मैले तपाईहरुलाई देखाउन सकिनँ। त्यही नै हो, मैले प्रोसेसहरु तपाईहरुलाई बताइदिएको छु है। स्टुडेन्ट प्लान लिने हो 15 मन्थको। त्यहाँ तपाईले जेमिनी डाउनलोड गरेर हेर्नुभयो भने तपाईले पाउनुहुन्छ त्यहाँ। अनि तपाईहरुले मजाले त्यो एकाउन्ट चाहिँ यहाँ जेमिनीमा लगइन गरेर गर्न सक्नुहुन्छ। अनि भिडियो तपाईहरुले मजाले बनाउन सक्नुहुन्छ। दिनमा तपाईहरुलाई दुईटा भिडियो बनाउन दिन्छ, लिमिट हुन्छ है। हिजो चाहिँ मैले एडिट गरेर 3टा सम्म बनाएको थिएँ, यहाँ छ है। सो आफ्नो आइडिया हुन्छ, तरिकाहरु हुन्छ। सो मैले चाहिँ एउटा नर्मली तपाईहरुलाई सिकाउनको लागि यो आइडिया, यो तरिका युज गरेको छु। यस्तै भिडियोहरु तपाईहरुले टिकटकमा बनाएर, युट्युबमा बनाएर लाखौंमा कमाउन सक्नुहुन्छ है।
मोनिटाइज गरेर मजाले कमाउन सक्नुहुन्छ। सो आज नै तपाईहरुले बनाउन सुरु गर्नु होला। साउन्ड चाहिँ आएन रहेछ क्या हो है। साउन्डै आएन। हामीले साउन्ड पनि युज गरेनौं जस्तो छ है। सो साउन्डै युज गरेनौं जस्तो लाग्यो।